कागबेनी आइपुगेका छौँ जोमजोमबाट। हिजो अपरबाट 6:30 मा फर्क्यौँ। गुन्डु पनि आउँदैछ यहाँ, इन्जोय गरिरहेछ छोरोले। कस्तो लागिरहेछ? कागबेनीमा सराते गर्न मम्मी हिँड्दै हुनुहुन्छ यहाँ, मम्मी बाबा। देखेको छैनन् हामीलाई। र हामी कागबेनी आयौँ। कागबेनीको भ्यू पनि राम्रो छ, हिमालहरू, बिहानको सनराइज एकदम दामी देखिएको छ। कागबेनीको कालीगढ नदीको तीरमा चाहिँ प्राय आफ्नो पितृहरूको उद्धारको लागि चाहिँ यसरी सराते गर्ने चलन छ। यो गऱ्यो भने चाहिँ पितृहरूको चाहिँ उद्धार हुन्छ, पितृहरूले आशीर्वाद दिनुहुन्छ भन्ने छ, मान्यता छ। सबैतिर हुनुहुन्छ यहाँ कालीगण्डकी, कागबेनीको कालीगण्डकीको तीरमा जताततै सराते गर्नेको भिड छ यहाँबाट पानी बोकिरहेको छ कालीगण्डकी। यहाँ सबैतिर सराते नै सराते। यहाँ अरू यहाँ दर्शन गर्न मन्दिरहरू यताउता भन्दा पनि यहाँ सराते नै गरेको त्यसैले आउनुहुन्छ प्राय। बाजेहरूले यहाँ सामूहिक सराते गराउनुहुन्छ यसरी राखेर। यहाँ एकजनाले गराइरहनु भएको छ, उता अर्कोले गराइरहनु भएको छ। कालीगण्डकीको तीरमा आइरहेको छौँ अहिले। यहाँ कालीगण्डकीमै छौँ हामी, यहाँ कागबेनीको कालीगण्डकीमा एकदम रमाइलो भइरहेको छ। कालीगण्डकीमा छोरो रमाइरहेको छ यहाँ। सुबिन यता हेर त, यता हेर सुबिन, मजा आयो? गुड। यहाँ बाबालाई पनि हेर न बेला बेलामा, यहाँ भनिदियो नि त मान्छेहरूलाई के रमाइलो भइरहेछ यहाँ। हो ल ठिक छ ल, रमाइलो भएको छ यहाँ कालीगण्डकी। यहाँ पुरै पहाड, यताबाट हामी अप्पर मुस्ताङ जाने बाटो यो। कागबेनीमा सराते गर्नलाई हाम्रो बाबाहरू पनि आइसकेको छ यहाँ सामूहिक सराते हुँदैछ। टिका हजुरबा र हाम्रो बाबा मम्मी हजुरआमा सबैजना बसिन्छ यहाँ। कागबेनीको कालीगण्डकी सराते गर्नेहरूको भिड। हामी अहिले झोलुङ्गे पुलमाथि छौँ। छोरो खै कालीगण्डकीको तीरमा सराते गर्नेहरूको भिड छ कागबेनीमा। हिमालको भ्यू राम्रो देखेको छ बिहानको। हामी बिहानै यहाँ आइपुगेका थियौँ। कस्तो लागिरहेछ त? एकदमै रमाइलो लागिरहेछ नि होइन। गुड। ब्याकग्राउन्डमा हिमाल होइन, बिहानको अब गुरुजी बित्नुमा छ भने हजुरहरूलाई मन्त्र सुनाउने गुरुजी अस्मद गुरु अमुका नाम शर्मा अब सासु ससुर अस्मन माता म प्रमाता कागबेनीमा सराते सकिएर अब यहाँबाट सकियो। अब निस्क्यौँ हामी यहाँबाट, सबैजना आउँदै भइसकिन्छ। अब यहाँबाट हामी मुक्तिनाथ जान्छौँ। हिँड्छ हजुर। अब यहाँबाट हामी मुक्तिनाथ जान्छौँ। अबको भिडियो मुक्तिनाथमा, मुक्तिनाथ जाँदैछौँ गाडीमा कागबेनीबाट। खास भन्नु पर्दाखेरि यो वर्तमानमा खानु नखानु मुक्तिनाथ परिसर पार्किङ स्थलमा आइसकेका छौँ। यहाँ पार्किङ व्यापक छ, 500 भन्दा धेरै गाडी होला। हामी अब यहाँबाट अब हामी हिँड्दै जान्छौँ मुक्तिनाथ मन्दिरमा दर्शन गर्न। हामी आएको गाडी यही हो।
मुक्तिनाथको माथि कतिखेर पुगिने हो गाडीको जामले गर्दा अलि धेरै बेर हिँड्नुपर्ने भयो मुक्तिनाथ जाने उकालो यहाँ घोडाबाट पनि जान पाइँदो रहेछ घोडामा चाहिँ 400 रुपियाँ तिर्नुपर्ने मान्छेले बोकेर पनि लाउँदैन हुँदो रहेछ मान्छेले बोकेर लाउँदा चाहिँ 4000 रुपियाँ पर्ने रहेछ यहाँ मुक्तिनाथमा पार्किङ नपाइने अवस्था आएको छ व्यापक हामीलाई माथि नै आउन दिएन हामीले गाडी यहाँ राखेर आयौँ मुक्तिनाथमा चाहिँ यसरी मान्छे बोकेर पनि घोडाबाट लिएर जान्छन् यो यहाँ नसक्नेहरूलाई एज भइसकेको मान्छेहरूलाई चाहिँ यसरी बोकेर लिएर जान्छन् माथिसम्म ल मुक्तिनाथ जानेको भिड छ आज यहाँ मेला नै लागेको छ सिजनमा आयो भने यस्तै हो अफ सिजनमा आयो भने मात्रै खुल्ला हो यहाँबाट मुक्तिनाथ पनि देखिसकियो यो यहाँ छोरो पनि हिँड्दैछ लखर बाबासँग सबभन्दा खुसी र सबभन्दा हेल्दी भइसक्यो अहिले यहाँ सबै लुगा फोहोर बनाइसक्नु भयो सुबिद ललिपप खाँदै हो होइन पर्दैन मुक्तिनाथ मन्दिरसम्म यहाँसम्म आउनु पनि जामले गर्दाखेरि हामीलाई लगभग 20-25 मिनटै लाग्यो अब यहाँबाट कति बेर हो माथि भिड छ जुलुस यहाँ घोडा हिँड्ने बाटो यता छ मुक्तिनाथ मन्दिरको माथि अब कति बेर आउने फर्किने मान्छे यता जाने मान्छे यता लास्टै भिड छ लास्टै भिड तर आज जाने हो मुक्तिनाथ पुगेर आउने हो घोडाबाट जाने मान्छे यताबाट गइरहेका छन् यताबाट पुऱ्याउँछन् अनि घोडालाई यताबाट टुङ दौडाउँदा लिएर आउँछन् मुक्तिनाथ मुनिबाट घोडामा आउने ठाउँ छ यहाँसम्म बर्याङबाट अब भिड अझै पनि माथिबाट आउने पनि अझै हामी यो गेट यहाँबाट पनि अझै माथि जानुपर्छ हामी हाम्रो छोरो हिँड्दैछ सबभन्दा हाम्रो ग्रुपमा स्ट्रङ भनेको हाम्रो छोरो हो उनीलाई थकाइ पनि लाग्दैन चकचक मात्रै आउँछ है अहिले पनि यस्तो पाराले रेस्ट गर्दैछु छोरो ठिक छ नि छोरो ल मुक्तिनाथ आइपुग्न लाग्यौँ हामी अब हिँड्दा गोबर हिँड्नुपर्ने रहेछ किन जाम्बो मुक्तिनाथको मन्दिरमा
मन्दिरमा लाइनमा छौँ लाइन भिड छ यता पनि छ यता पनि मान्छे छन् भिड अब लाइन हाम्रो पालो आइपुग्न लाग्यो अब हामी दर्शन गर्छौँ नाथमा हामी नुहाइ धुवाइ गरेर पाप पखालेर हामी अब यहाँबाट निस्किन लाग्यौँ ल भयो रक्षा गर्नुहोस् निरोगी बनाइदिनुहोस् सबैलाई आशीर्वाद दिनुहोस् नाथमा आउँदा दर्शन गरेर नुहाइ धुवाइ गरेर हामी यहाँ फर्किने क्रममा मुक्तिनाथमा हेलिकप्टरको इन्ट्री भएको छ यो त अपर मुस्ताङतिर पो जान लाग्यो तर मुक्तिनाथ भनेको अपर मुस्ताङतिर पो लाग्यो त हेलिकप्टर त यता आएर ल्यान्ड गर्ला भनेको त हेलिकप्टर गयो कतिजनालाई ओह्रालेर गयो त 1 2 3 4 5 यहाँ मुक्तिनाथमा भोल्क्यानोको सानो यहाँ के देखिन्छ है भन्ने सुनेर हेर्न आएको सानो देखिँदो रहेछ पाते धुपीको बासन नबोले मैचन नबोला भइगो दिल खोले मुसुका हाँसना जन्तर छातीमा शिरमा दिउला शिरबन्दी सुनको जन्तर छातीमा शिरमा दिउला शिरबन्दी कानमा चेबटे सुन्दिउला ढाका सारी र चौबन्दी कानमा चेबटे सुन्दिउला ढाका सारी र चौबन्दी उहु बोलेकोमा म जाँदा मैचन सुनु
सुनुपाते धुपीको बासना उबु बोलेकोमा म जाँदा मैचन सुनुपाते धुपीको बासना नबोले मैचन नबोले घुमेर सुमसुमबाट यहाँबाट फर्किन आँट्यौँ मार्फाको जेरी गल्ली हामी छिर्यौँ लङ मैले खाँदैन छौँ लेक लाग्दैन है टाउको झुम्म बनाएको थियो मुखनाथबाट आउँदाखेरि ठिक छ हामी मार्फा के अरे जेरी गल्लीको भित्रभित्र गइरहेका छौँ यहाँ सबै स्याउ नै स्याउको बोट छ स्याउ फलेको बेलामा आएको भए त गजब रमाइलो हुँदो रहेछ तर अहिले पनि रमाइलो छ ल जेरी गल्ली भित्र हामी यहाँ पस्यौँ तर बाटोमा चाहिँ यस्तो रहेछ हेरेर हिँड्नुपर्ने रहेछ यो के हो यो रातो फुल फापर यहाँ फापर फलेको छ टनाटन रातो फापर अघि एउटा तिते फापर थियो ल यहाँ स्याउ फलेर रहेछ मजाले ल फलेको पनि देखियो है स्याउ पनि ल अब यहाँ खाना त पाइँदैन होला टिपेर खानु पाए त हुन्थ्यो गल्लीभित्र छिर्यौँ हामी मार्फाको गल्लीमा सोलरहरू व्यवस्थित रहेछ घर त यहाँ तातो पनि त चाहियो जग्गा ठाउँमा स्याउ नि स्याउ ल यहाँ अब लुगा लाएर नाच्ने हो हामी पनि पालो पाइयो भने आइपुग्यौँ जेरी गल्ली यहाँ लुगा लाएर नाच्ने र भिडियो खिचेको भिड छ जेरी गल्लीमा प्याक छ पनि प्याक छ यता पनि प्याक छ सबैतिर जेरी गल्लीमा सबैतिर प्याक छ अब हामी यहाँ ड्रेस लगाउँछौँ त्यसपछि फोटो भिडियो बनाउँछौँ सुनुपाते धुपीको बासना उबु बोलेकोमा म जाँदा मैचन सुनुपाते धुपीको बासना नबोले मैचन नबोला भइगो दिल खोले मुसुका हाँसना जेरी गल्लीको हाम्रो ताजा अवस्था यस्तो छ अहिले यही नै हो गल्लीभरि यही हो सबै मार्फा गल्लीमा पनि ड्रेस लगाएर खिचेर यहाँ मार्फाको स्याउ खाँदै एकदम मिठो रसिलो स्याउ खाँदै हामी अब फर्किँदैछौँ अब हामी नेक्स्ट टार्गेट बाग्लुङ त्यहाँबाट पोखरा तातो पानी जानुभएको छ शिव मन्दिर जानुभएको छ कता गएर बसिन्छ थाहा छैन यस्तै भइरहेछ रमाइलो भइरहेछ अब खोलो सानो हुँदै गयो है यहाँबाट ठ्याक्कै अन्तिम मुख यहाँ हो ताङबाट फर्किँदै थियौँ जहाँ जाम पर्छ भने त्यहाँ परेन रुप्से झरनाको साइडमा यति जाम छ फर्किने र आउनेलाई देखिरहेछ यहाँ मैले जुम गरेर देखिरहेको जाम त खुलै हाल्छ त यहाँ रुप्से झरना भन्दा उता त छैन त हजुर त्यहाँबाट उता हुँदै हुँदैन आज कागबेनीमा गयौँ मुक्तिनाथ गयौँ त्यसपछि आएर यहाँ तातो पानीमा नुहायौँ तातो पानी कुण्डमा उताबाट चिसोमा नुहाएर आएर यहाँ हजुरको लुगा लाउँदै भइसिन्छ तातो पानीमा अब हामी आज गएर बागलुङमा गएर बस्छौँ
यो तातो पानी कुण्ड यो यहाँ चाहिँ महिलाहरू नुहाउने ठाउँ केटी मान्छेहरू नुहाउने ठाउँ यतापट्टि चाहिँ केटा मान्छेहरू नुहाउने ठाउँ यहाँ हामी भर्खरै यो कुण्डमा नुहाइसक्यौँ यहाँ हामी यहीँ छौँ गाइज भन न तिमीले त दुई ठाउँमै नुहायो होइन उता केटाले नुहाउने ठाउँमा पनि नुहायो यता केटीले नुहाउने ठाउँमा पनि नुहायो होइन त अनि मजा आयो अघि त मुख पनि धुन्न भन्थ्यौ त जस रमाइलो भयो ल ठिक छ फेरि घुम्न जाने हो आज होटलमा के खाने रे हामी रोस्ट खाने हो दाल माम रोस्ट खाने हो होइन त ल बाई बाई गाइज भन्ने हामी यहाँ विश्वकै अलौकिक तीर्थस्थल गलेश्वर धाम आइपुग्यौँ हो नि हो हामी धाममा आइपुगेका छौँ विश्वकै अलौकिक धाम हामी फर्किँदाखेरि नै यहाँ पस्ने भन्ने पुरै प्लानिङ थियो तर हाम्रो अलिकति सेड्युल चेन्ज भएको भएर गेट बन्द भइसक्यो जस्तो छ होइन हाम्रो पार्वतीको सतीदेवीको गला पतन भएको र भएको ठाउँबाट उत्पत्ति भएको मन्दिर गलेश्वर महादेव कुन ठाउँ हो यो म्याग्दीको गलेश्वर महादेवको आज दर्शन गर्न पाइयो एकदम खुसी लाग्यो यो मन्दिरको परिसरमा यो एउटै चट्टानमा बनेको नौ रोपनीको एउटै ढुङ्गामा उत्पत्ति भएको मन्दिर यो सबै 9 रोपनी छ यो ढुङ्गा त्यति ठुलो ठाउँमा फैलिएको छ यहाँ यो मन्दिर 9 रोपनीको एउटै ढुङ्गा भनेपछि अब कत्रो होला त महादेव सतीदेवीलाई लिएर हिँड्दाखेरि महादेवले टेक्नु भएको पाइलाको पनि देख्न पाइयो पाइला यो एउटै ढुङ्गा विशाल ढुङ्गा छ यो अब अँध्यारोमा आइपुग्यौँ हामी 9 रोपनीमा फैलिएको हो नि महादेवको एउटा पाइला यहाँ छ अनि यता हो त अर्को पाइला त्यहाँबाट लगभग 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 हाम्रो 14 वा 15 भनौँ न 15 पाइला बराबर महादेवको एउटा पाइला रहेछ भनेपछि महादेवको ज्ञान कत्रो थियो होला अनि त एकचोटि त्यहाँबाट त्यहाँ एउटा पाइला त्यहाँबाट यहाँ छ पाइला त्यहाँबाट यहाँसम्म पाइला छ अनि यो ठुलो विशाल ढुङ्गामा पनि महादेवले टेक्दाखेरि ढुङ्गा पनि पाइला पनि धसिएको छ मुनि भनेपछि उहाँ कति बलियो हुनुहुँदो रहेछ त ल जय हर हर महादेव ल जय गलेश्वर महादेव सतीदेवीको गलापतन भएको ठाउँ यहाँबाट स्थापना भएको मन्दिर गलेश्वर महादेव अलौकिक धाम यहाँ चाहिँ उभिनु भएको जस्तो लाग्यो यहाँ चाहिँ ठिक छ यस्तो ठाउँमा पस्नै पर्थ्यो हजुरबाले ल्याइदिनु भयो हजुरबालाई धेरै धेरै धन्यवाद